नमस्कार, म शोभाकर भण्डारी। मैले एउटा प्रतीकात्मक कथा प्रस्तुत गरेको छु। यो केवल मनोरञ्जनका लागि मात्र, सन्देश बुझ्ने प्रयास गर्नुहोस्, अवश्य दिनुहोस्। धन्यवाद। How many times do I have to tell you? मेरो त भाग्य नै यस्तो रहेछ। न राम्रो व्यवहार, न माया, न सम्मान। के छ विषय होला नि? भोलिको कार्यक्रममा सहभागी हौँ है। सबैलाई सहयोग गर्ने, सबैको कुरा बुझ्ने, तर आफ्नै घरको दुःख किन देख्दैनन्? खाना खाने बेलामा त समयमा घर आउँदा त हुन्थ्यो नि। कति मुख चलाउन सकेको? ड्याडी, नपिस्नुस् मम्मीलाई। मार्यो, बजियाले फेरि मार्यो। बुवा, मेरो श्रीमानले मलाई धेरै दुःख दिनुभयो। मलाई उहाँलाई मार्ने औषधि दिनुस्। छोरी, श्रीमा र श्रीमतीमा कहिलेकाहीँ त्यस्तो सामान्य भनाभन हुन्छ। बिर्सिनुपर्छ छोरी। How many times? छोरी, हरेक रात मनतातो दुधमा यो घोलेर श्रीमानलाई दिनु। दुध लिनुहोस्। धन्यवाद। धन्यवाद। बुवा, अब त्यो मार्ने औषधि बन्द गर्न मिल्दैन? उहाँ त अहिले मलाई धेरै माया गर्न थाल्नु भएको छ। छोरी, त्यो विष होइन, साधारण भिटामिन थियो। परिवर्तन तिम्रो व्यवहार र प्रेमले ल्याएको हो। नमस्कार। यो कथाबाट हामीले के सिक्यौँ भने असल व्यवहारले धेरै समस्या समाधान हुन सक्छन्। आफ्नो विचार कमेन्टमा लेख्नुहोस्। धन्यवाद। फेरि भेटौँला।